पानी गडङ गुडुङ भनेर पानी पर्ने बेलामा के गरेको छु। मजा आयो। धेरै नि आम्मामा म त मेरो बुढो कमर्स मारेर लसक्क पारेको पो हो त। त्यही बेलामा त मैले बुढो यो बाहिर बाहिर यो हल्लिरहेको पानी पर्ने बेलामा भनेको के पागल नि। त्यो बेलामा त मलाई यस्तो गाह्रो भएर मैले के भन्दा चाहिँ बुढो यो बाहिर हिँडिरहेको दुईटा केटा पनि भित्र हाल्नु न भनेको। यो त के भन्छ यो साले, यसलाई त ब्लगै हान्नु पर्यो यार। यो फेरि ट्याप ट्याप गर न केटाहरू यार, ट्याप ट्याप गर न। यत्रो 200 भएर के हेरेर बसेको। एकजनाले मलाई भाउजूको दुध हेरौँ न अरे के देखाइदेऊ न देवहरूलाई फटलक्क पारेर। त्यही भएर ब्लगै हान्थेको ल। भैँसीको थुन जत्रो होइन अरूले भन्नु मतलब छैन के। मम ड्याडको के साइनो लगाएर सानो छ कि होइन ठुलो छ? मलाई मेरो नाम निकालेर होइन मम ड्याडको दुध हेरौँ न, दुध हेर्न मन लाग्यो भनेको भए हुन्थ्यो नि। साइनो लगाएर पो भन्छ साले भाउजू रे। के अरे ओइ ओइ मम ड्याड मम मात्रै भन्न ओइ मम भन्न के अरे कस्तो त्यो टुप्पा कस्तो छ? निपन के निपन कस्तो छ? अब तैँले देखेको छैन मेरो निपल? मैले देखाएको थिएँ त उ त्यसमा हे ब्रान्डेडको लाइभमा मैले देखाएको हो त। मेरो मम्मी कसम हो भनेको चाहिँ सुनेको, तर मैले चाहिँ तर देखेको त्यो भिडियो त पुरै भाइरल गराएको छ त केटाहरूले, पुरै मेसेन्जरतिर जहाँसुकै छ त नि। एउटा भिडियो त आइरहेको थियो कि सुन है, लाइभ इन गरेर देखाम कि के गरेर देखाम भनेको चाहिँ भिसीवाला हो कि जस्तो लाग्छ। त्यो पिङ्क कलरको ब्रामा होइन, त्यो चाहिँ मैले देखिरहेको थिएँ। त्यो चाहिँ मलाई फ्याक लगाइरहेको थियो किनभने त्यसमा नङ लामो छ। मम ड्याडी नङ त कहिले पाल्दैन, नङ लामो नङ छ। त्यो त म आइन काण्ड ग्रुपमा थियो। त्यो किन हातबाट थाहा हुन्छ मम ड्याडीको हातको अम्ला चाहिँ मोटो छ, उसको हातको अम्ला चाहिँ मोटो छ तर मेरो नङ नि, मैले नङ पाल्दैन नि। नङ पाल्ने लामो लामो नङ छ, त्यो चाहिँ मम ड्याडी होइन, त्यो अरू एडिट गरेर हालेको क्या। त्यो त कस्तो मम ड्याडी झुट बोल्यो होइन र। मम ड्याडीको दुधको टुप्पा चाहिँ मैले देखेको छैन यार। मेरो देखेको छ तेरो त मैले पुतली हेरेको होइन त नि। मेरो इस मम्मी कस्तो सम्झिने पाएन अहिले फेरि मार्थिम। ओइ मेरो पुतली देखिदैन देखिदैन कस्तो देखिन्छ? पेटले देखिदैन। तेरो पुतली पुरै देखेको हो तर यता सुन्न, देख्न त पुरै देखेको तर भिडियो नदेखेको। के छ बेबी? अच्छा भिडियो रे सुन्न, पुवाल नदेखेको। गफला यार मम ड्याड। ओइ मम ड्याड मेरो पेटले देखिदैन के, मेरो कहिले ट्याप्पै हैन मेरो पेट चाहिँ खाइमा बस्छ। अहिले मरि जाम हैन, मैले तेरो पुतली देखेको तर तेरो पुवाल नदेखेको के। पुवाल चाहिँ देखेको। कसरी कहाँ देखेको? कहाँ मैले कसरी सो गरेको थियो? अहिले कहाँ देखेँ भन्दाखेरि म आजले तैँले लुगा खोलेको के हो त मेरो अगाडि? भ्याब्रो पुतिन के हेर्न यार, छेक लास्टै गनाउँछ। ए मेसेन्जरमा होइन, मेसेन्जरमा नि तैँले मलाई उ त्यो लुगा खोलेर उ गर्ने बेला त्यो ग्रुपमा के एउटा केटा पनि थियो है। लु त खोले यसले त होइन। तिमी त्यो दिपेश हो नि। ओइ दिपेश हो, अहिले आउँछ त्यो दिपेशले मलाई ओइ रन्डी भालो पो भन्छ धेरै मम ड्याड। त्यो दिपेश हो क्या? पुति लास्टै त्यो सबै गनाउने भइसक्यो। के अरे पहिला सुन ओइ भन्न सुन एउटा कुरा भन्छु। आज हिजो मलाई त्यो दिपेशले क्या मम ड्याड मलाई माग लाएर ठोकेको थियो होइन हिजो। त्यो दिपेशले केही छैन मैले भनेकै हो, किनभने तमा डाक्टर मिन्जा थियो है चक्र, अनि डाक्टर मिन्जा गयो, एउटा सिस्टर अर्को सिस्टर पनि थियो, त्यो सिस्टरको नाम मलाई थाहा भएन के हो। सुन अनि के अरे मिन्जा गइसकेपछि त्यो सिस्टर पनि गयो, अनि म 3 जना थियो। मैले कपडा के अरे पुरै खोलेर खोलेर कपडा चाहिँ हामी 3 जना थियो। कपडा खोलेको कपडा खोलेर रातो प्यान्टी लगाएको थियो। देखेको हो के तर पुवाल मात्रै नदेखेको कान्छी, पुती चाहिँ देखेको तर राम्रो यही मलाई थाहा छ यार। मम ड्याड यसरी बसेर मैले कपडा च्याम्प गरेको। तिमीहरुको पुति सबै कालो भएर झ्याक्सो परिसक्यो। तिम्रो पुति यार काम छैन यार। हैन पुती त राम्रै छ के, त्यस्तो कालो छैन। तर त्यो देखेन त्यही हो पुरै कालो छैन नि मेरो मम ड्याड। धोस्दा अनि त्यो पुतिको फ्याब्रै कालो भइसक्यो। के गर्ने यार? डिल त लास्टै सेतो छ नि। मम्मी कसम गाला बराबर छ डिल त। पुतीको डिल भाइ यत्रो छ। कसको? मम्मी कसम हो।
डिल के डिल गाला जस्तो डिल पुती ओए पुतीको डिल मम ड्याड त गोरो छ मेरो पोतीको डिल कति गोरो छ है मम ड्याडलाई थाहा छ नि मेरो गोरो छ नि किनकि मैले युज गरेको छैन क्या तेरो पनि गोरो छ त्यस्तै छ नि होला होला मेरो मेरो डिल चाहिँ गोरो छ है ट्याप ट्याप गर्नै युज किन नगरेको त त्यति ठुलो छैन है मम ड्याड तेरो बाउ ला ओइ आइडी जाला नि हेऱ्यो तिनीहरूको ठ्याक्कै ऊ त्यो हान्यो क्या आइडी नै ठाडा बोल्नै नहुने त्यसलाई नजोड्न त किन जोड्छस् क्या मान्छेलाई आएको क्या त्यो झुन्डेर वार्निङ आयो के त्यस्तै त्यस्तै मान्छेहरू जोडेर त अनि आइडी ब्यान हुन्छ पनि सुन ओइ त्यो बेला चाहिँ सुन त्यो दिपेशलाई याद छैन क्या ओइ अनि त्यो दिनमा फेरि मम ड्याड अर्को दिनमा फेरि म चक्रे दाई अर्को थियो अरे छैन त्यो एयरपोर्टमा काम गर्ने केटा हो सुजन हो के सुरज सुजन हो क्या सुजना सुजन पागल हिजो आएको थियो यहाँ ए अस्ति झन्डा चाहिँ मम ड्याडलाई भेटेको छु भनेर चाहिँ मलाई कल गरेर अस्ति दिनमा बोलेको थिएँ म कलमा यस्तो क्या त्यो एकचोटि लिएन भन्दै थियो भाग म्यास हिलै आउँदैन तिमीहरूसँग भनेर हिँड्दै ए भनिरहेको थियो मम ड्याडलाई सोधेन मैले मम ड्याडलाई भेटेको छु कुवेतमा भनेको थियो हो के अरे यस्तो छ के मम ड्याडले बिर्सेको क्या कुरा त्यो दिनमा चाहिँ एउटा केटी म त्यो केटीको नाम चाहिँ मलाई थाहा भएन हामी 3 जना केटी 2टा केटा थियो हो डाक्टर मिन्जे दिपेश थियो अर्को दिनमा सुजन मम ड्याड भयो मम ड्याड चक्रे दाई हुँदा चक्रे दाईले मलाई तँलाई प्राइभेटमा लएर के अरे उसमा आएर फेरि हामी 3 जना ग्रुप बनाएर गाली गरेको होइन मलाई तँलाई किन यस्तो गरेको भनेर सुजन हुँदा चाहिँ चक्रे दाईले मलाई